यसो ख्रिस्टको नाममा तपाईँहरूलाई जय मसी अभिवादन। सुभद्रा आमाले चाहिँ कति तरकारीको भिडियो ल्याउनुहुन्छ भनेर चाहिँ सङ्कोच नमान्नु होला है। मैले चाहिँ यो भिडियोमा तपाईँहरूलाई जीवन ल्याएको छु, जीवित तपाईँलाई जीवन दिने वचन ल्याएको छु। यहाँ हेर्नु त, यो सागको नाम चाहिँ मैले बिर्सेको छु है। यो साग चाहिँ अलिअलि नरम हुँदैन होइन, यो खाँदाखेरि पनि नरम मिठो होइन। यो चाहिँ जुन हाम्रो शरीरको भोजनको लागि यहाँ बर्गर पिज्जामा हाल्दा रहेछन् यो साग चाहिँ होइन। यो साग यति नरम छ कि त्यो साथसाथै यहाँ मैले मत्ती 5 अध्यायको 13 पदलाई मैले ल्याएको छु तपाईँहरूको अगाडि। यहाँ के लेखेको छ भने मत्ती 5 अध्यायको 13 पदमा चाहिँ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन भन्नुभएको छ। परमेश्वरले एकदम माया भएको। हेर्नु त, हामी चाहिँ जुन परमेश्वरमा विश्वास गरेर हामी नरम भएनौँ भनेदेखि, हामीले अरूलाई नम्र व्यवहार गरेनौँ भनेदेखि हामीलाई लाभ छैन होइन। अब त्यो नम्र हुने केले त, अब प्रिय मित्रहरू, नम्र हुने चाहिँ उहाँको पवित्र प्रेमले अनि उहाँको पवित्र आत्माले हामीलाई नम्र बनाउनु पर्छ। र त्यो नम्र हामी त्यसै हुन सक्दैन। उहाँमा चाहिँ हामीले हाम्रो हृदय चाहिँ त्यहाँ बिलाप 2:19 वचनद्वारा हाम्रो हृदय चाहिँ उहाँको अगाडि पानी झैँ पोखाएर हामी उहाँमा उपस्थितिमा जान्छौँ भनेदेखि चाहिँ हामी नम्र हुन सक्छौँ है। हामी त्यसै नम्र हुन सक्दैनौँ र हामी नम्र भएनौँ, हामी यसोमा विश्वास गरेन, हामी नम्र हुन सकेनौँ भने जसरी यहाँ वचनमा लेखेको छ, यहाँ केही नुन नहालेको तरकारी भयो भने हामी त्यसलाई त्यसै फालिदिन्छौँ र त्यो तरकारी त्यसै मल भएर जाने हो। हाम्रो जीवन पनि त्यस्तै हुन्छ है प्रिय मित्रहरू। हामीले प्रभुमा हामी त्यो पवित्र आत्मा र त्यो प्रेमले हामी हृदय सजिएर हामी हृदयमा जुन शुद्ध भएर उहाँको चरणमा गएर मानिसहरूको चरणमा गएर हामी नम्र हुन सकेनौँ भनेदेखि चाहिँ हामी यो नुन नहालेको तरकारी फ्याले जत्तिकै हामी नरकमा फ्यालिनेछौँ एक दिन होइन। त्यसै कारणले हामी चाहिँ प्रभुमा नरम भएर चाहिँ उहाँको प्रेमलाई ध्यानमा राखेर, जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो त्यसरी अरूलाई छिमेकीलाई प्रेम गर भन्नुभएको छ होइन। जात भाइलाई प्रेम गर भन्नुभएको छ, विशेष गरेर आफ्नो परिवार मण्डली परिवारलाई प्रेम गर भन्नुभएको छ है। त्यो प्रेम हामीले गर्न सक्यौँ भने हामी पृथ्वीका र मानिसहरूका बिचमा नुन र ज्योति हुन सक्छौँ। यो वचनले तपाईँहरूलाई आशिष मिलेको होस्। यो वचन चाहिँ हामी सबैलाई थाहा छ। धर्मशास्त्र बाइबल मत्ती 5 अध्यायको 13 पदमा लेखेको छ, हामी सबैलाई थाहा छ र मेरो भुल भए हजुरहरूले माफी दिनुहोस् र यो वचनले हजुरहरूलाई आशिष मिलोस्। आमेन।